सम्पूर्णमा नमस्कार र स्वागत छ यहाँहरूलाई बीएलएलबी को युट्युब च्यानलमा। म हसन अल्ताफ, हाल बीएलएलबी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी र आजको यस भिडियोमा हामीले परिचर्चा गर्नुपर्ने विषय भनेको अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन हो, जसलाई सर्ट फर्ममा के पनि भन्ने गरिन्छ भने एडीआर भन्ने गरिन्छ। अब यो वैकल्पिक विवाद समाधान प्रणाली, यसलाई नेपालीमा भनिन्छ। अब यो वैकल्पिक विवाद समाधान प्रणाली अर्थात् एडीआर को आज हामीले यस भिडियोमा के बुझ्नेछौँ भने सुरुमा हामीले त्यसको अवधारणा बुझ्नेछौँ। एडीआर के हो, कस्तो अवस्थामा गरिन्छ भन्ने विषय। त्यसपछि यसका प्रकारहरू, टाइप्स अफ एडीआर, विशेष गरेर जुन 4 प्रकारको यस टाइप्स छ एडीआर को, त्यो बारे हामीले चर्चा गर्नेछौँ र बुझ्नेछौँ र ती बीचको भिन्नताहरू पनि बुझ्नेछौँ र तीहरूको विशेषता पनि हामीले बुझ्नेछौँ। त्यस्तै अब त्यसको प्रोसिजर्स पनि बुझ्नेछौँ। एडीआर को प्रोसिजर के कस्तो छ। अब यो एडीआर को प्रोसिजर हामीले विस्तृत रूपमा नबुझेर आजको यस भिडियोमा हामीले मात्र त्यसको संक्षिप्त रूपमा त्यसको कार्यविधिहरू के कस्ता छन् भन्ने विषयमा हामीले चर्चा गर्नेछौँ। त्यस्तै अब यसको लिगल प्रोभिजन्सहरू के कस्ता छन्, एडीआर सँग सम्बन्धित भन्ने विषय हामीले चर्चा गर्नेछौँ। अब यसमा नेसनल पनि छ, इन्टरनेसनल पनि कतिपय लिगल प्रोभिजन्सहरू छ, त्यो बारे पनि हामीले बुझ्नेछौँ र अन्त्यमा हामीले एडीआर को महत्त्व के कस्तो हुन्छ भन्ने विषयमा हामीले बुझ्नेछौँ। त्यस्तै अब हामीले यहाँ सुरुमा चर्चा गर्नुपर्ने विषयवस्तु के छ भने कन्सेप्ट अर्थात् एडीआर अल्टरनेटिभ डिस्प्युट रिजोल्युसनको हामीले सुरुमा यहाँ अवधारणाबारे बुझौँ। अब यसको नामबाट पनि हामीले कतिपय कुराहरू बुझ्न सक्छौँ। अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन, अब अल्टरनेटिभ भनेको वैकल्पिक अर्थात् कुनै पनि दुई वा दुईभन्दा पक्षहरू बीच कुनै पनि प्रकारको मतभेद हुँदैछ, कुनै पनि विषयवस्तुमा झैझगडा हुँदैछ भने त्यस्तो अवस्थामा ती पक्षहरूले के गर्छन् भने अदालतमा मुद्दाहरू नगरेर, उजुरीहरू नदिएर ती पक्षहरूले के गर्छन् भने आफैले आफ्नो समस्याहरू र झैझगडा के कस्तो विषयमा भएको भने त्यस्तोमा समाधान आफैले निकालेर ती पक्षहरूले के गर्छन्, त्यस्तो समस्याहरू समाधान गर्छन् भने त्यसलाई के भन्न सकिन्छ, अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन भन्न सकिन्छ। अब यसमा के हुन्छ भने इट इन्भल्भ्स प्रोसेस द्याट इन्करेज पार्टिज टु सेटल कन्फ्लिक्ट्स विथआउट लिटिगेसन। यहाँ के गर्छन् भने पार्टिज सेटल कन्फ्लिक्ट्स आफैले सेटल गर्छन् कि विथआउट त्यो उजुरीहरू दिएर, विथआउट त्यो मुद्दा दर्ताहरू गरेर के गर्छन्, आफैले यहाँ विवाद समाधान गर्छन्। अब यसमा पनि कतिपय प्रकारको प्रणाली हुन्छ, यसको पनि कतिपय प्रकार हुन्छ। अब मेडिएसन, आर्बिट्रेसन, कन्सिलिएसन र नेगोसिएसन, यो 4 प्रकारको विशेष गरेर 4 प्रकारको हुन्छ। यो पछि हामीले यही भिडियोमा चर्चा गर्नेछौँ। त्यस्तै अब हामीले एडीआर बुझिराख्दा कस्तो मुद्दामा एडीआर अपनाइन्छ त्यो पनि बुझ्नु जरुरी छ। अब एडीआर अर्थात् वैकल्पिक विवाद समाधान विशेष गरेर मुख्य गरेर देवानी प्रकृतिका मुद्दाहरूमा अपनाइन्छ र एकदमै थोरै र रियर मात्रामा त्यस्ता क्रिमिनल केसहरू छ जसमा के गरिन्छ भने अल्टरनेटिभ डिस्प्युट रिजोल्युसनको प्रणाली अपनाएर विवाद समाधान गरिन्छ, एकदमै रियर क्रिमिनल केसहरूमा। र विशेष गरेर यहाँ के हुन्छ भने देवानी मुद्दाहरूमा गर्न मात्र मिल्छ। त्यस्तै अब सेटलमेन्ट अफ डिस्प्युट, अब कुनै पनि विवाद छ त्यहाँ त्यसलाई कसरी समाधान गर्न सकिन्छ, 2टा तरिका हुन्छ त्यहाँ। एउटा हुन्छ फर्मल, अर्को हुन्छ यहाँ इन्फर्मल। अब फर्मलमा के भयो, अघि नै हामीले भन्यो, फर्मल मुद्दा दर्ता गर्ने कहाँ जाने, जुडिसियल अर्थात् न्यायिक निकायहरूमा जाने, अर्को अर्धन्यायिक निकायहरूमा जाने र त्यो फर्मली तरिकाले विवाद समाधान हुन्छ। अब जुडिसियलमा पनि न्यायिक निकायहरू पनि 3 प्रकारको हुन्छ नेपालमा, डिस्ट्रिक्ट, हाई कोर्ट र सुप्रिम कोर्ट। त्यस्तै अर्धन्यायिकमा ट्रिब्युनल्सहरू भयो, लोकल लेभल बडिजहरू भयो, त्यो न्यायिक समितिहरू आउँछ लोकल लेभल बडिज अन्तर्गत। त्यस्तै भेरियस एडमिनिस्ट्रेटिभ अफिसहरू भयो, प्रशासनिक कार्यालयहरू पनि भयो, जसमा के गरिन्छ भने विवाद समाधान गरिन्छ। अब अर्को भयो तपाईको सेटलमेन्ट अफ डिस्प्युटको अर्को प्रकार के छ भने इन्फर्मल तरिकाले। अब कुनै पनि विवाद भएको छ, 2 वा 2 भन्दा जति पनि पक्षहरू होस्, कुनै पनि विवाद भएको छ भने, त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको छ, मतभेद भएको छ भने त्यहाँ अर्को पनि के हुन्छ, समाधान हुन्छ। अर्को के हुन्छ, इन्फर्मल सेटलमेन्ट हुन्छ। अर्थात् इन्फर्मल भनेको त्यो एडीआर भयो, इन्फर्मल अन्तर्गत के आउँछ, एडीआर आउँछ, अल्टरनेटिभ वैकल्पिक। अर्थात् वैकल्पिक भनेको यो फर्मल तरिका नअपनाएर
वैकल्पिक अर्थात् एडीआर का यी प्रकारहरू जस्तै नेगोसिएसन, मेडिएसन र आर्बिट्रेसन, कन्सिलिएसन गरेर के हुन्छ यहाँ सेटलमेन्ट अफ डिस्प्युट हुन्छ भन्ने कुरा यहाँ बुझ्न सक्छौँ। अर्थात् छोटकरीमा हामीले के बुझ्छौँ भने एडीआर भनेको यस्तो प्रणाली हो जसमा के हुन्छ भने कुनै पनि प्रकारको विवाद त्यहाँ उत्पन्न भएको छ जति पनि पक्षहरू बीच, त्यसमा के हुन्छ भने फर्मल सेटलमेन्ट, फर्मल त्यो प्रणाली नअपनाएर इन्फर्मल प्रणाली अपनाएर त्यहाँ के हुन्छ विवाद समाधान हुन्छ भने त्यो एडीआर हो। त्यस्तै अब हामीले यहाँ वैकल्पिक विवाद समाधान अर्थात् एडीआर को प्रकारहरूबारे यहाँ चर्चा गरौँ। अब अघि नै हामीले हेर्यौँ यो विशेष गरेर 4 प्रकारको हुन्छ। एक तपाईको नेगोसिएसन, अर्को मेडिएसन, आर्बिट्रेसन र कन्सिलिएसन। अब यहाँ पहिलो चर्चा गरौँ हामी नेगोसिएसन के हो। अब नेगोसिएसन भनेको तपाईको नेगोसिएसन इज अ भोलन्टरी कम्युनिकेसन प्रोसेस वेयर द डिस्प्युटिङ पार्टिज हैव द एम टू अचिभ अ डील और एग्रीमेंट और टू रिजोल्व कन्फ्लिक्ट। इट इज नट बाइन्डिङ इन नेचर, देयर इज नो इन्भल्भमेन्ट अफ अ थर्ड पार्टी। अब नेगोसिएसन भनेको यसलाई नेपालीमा वार्ता भनिन्छ। अब वार्तामा के हुन्छ भने कुनै पनि दुई वा दुईभन्दा बढी पक्षहरू बीच कुनै पनि प्रकारको विषयमा मतभेद भएको छ, झैझगडा भएको अवस्था छ भने त्यसमा के हुन्छ भने दुवै पक्षहरूले आफै वार्ता गरेर आफैले कुरा गरेर के गर्छन् भने समस्याहरूको समाधान गर्छन् र त्यसको टुङ्गो लगाउँछन् भने कुनै पनि विवादको टुङ्गो लगाउँछन् भने त्यसलाई के भनिन्छ नेगोसिएसन भनिन्छ। अब यसमा के हुन्छ भने कुनै पनि प्रकारको थर्ड पार्टी यसमा इन्भल्भमेन्ट हुँदैन। जुन पक्षहरू बीच विवाद भएको छ, मतभेद भएको छ, उनीहरूले नै के गर्छन् आफैले कुरा गर्छन् एकअर्कासँग अनि विवाद समाधान गर्छन्। त्यो के हो नेगोसिएसन हो। अब मेडिएसन के हो। अब मेडिएसन अर्थात् मेलमिलाप भनेको के हो भने मेडिएसन इज अ भोलन्टरी नन बाइन्डिङ, यो पनि नन बाइन्डिङ थियो है, यसको डिसिजनहरू नन बाइन्डिङ हुन्छ तर सहमतिहरू हुन्छ जसले गर्दा विवाद समाधान हुन्छ। अब नन बाइन्डिङ डिस्प्युट रेजोल्युसन प्रोसेस वेयर अ न्युट्रल थर्ड पार्टी mediator facilitates communication and negotiation between disputing parties to help them reach a mutual agreement। अब यसमा पनि के हुन्छ भने दुवै पक्षहरूले एकअर्कासँग आफैले कुरा गरेर विवाद समाधान गर्ने प्रयास गर्छन्, तर यसमा के हुन्छ भने अर्को थर्ड पार्टी पनि इन्भल्भमेन्ट हुन्छ जसलाई मेडिएटर भनिन्छ। मेडिएटर यसमा इन्भल्भ हुन्छ। के गर्नको लागि इन्भल्भ हुन्छ भने त्यो सहमति गराउनको लागि, कुनै पनि निर्णयमा पुग्नको लागि र विवाद समाधान गराउनको लागि सहयोग मात्र गर्छन् यसमा थर्ड पार्टी अर्थात् मेडिएटरले। यसमा अघि के थियो भने कुनै पनि प्रकारको थर्ड पार्टी इन्भल्भमेन्ट थिएन भने यसमा थर्ड पार्टी इन्भल्भमेन्ट हुन्छ जसले के गर्छ हेल्प गर्छ कुनै पनि डिसिजनमा पुगेर त्यो विवाद समाधान गर्नको लागि कुनै पनि पक्षहरू बीच है त। अब द मेडिएटर डज नट इम्पोज डिसिजन्स, मेडिएटरले डिसिजन गर्दैन र इम्पोज गर्दैन। एक्ट एज अ जज मात्र हेर्छन्, उनीहरूलाई सहयोग मात्रै गर्छन् र गिभ लिगल एडभाइस मात्रै दिन्छन्। बट मेरली एसिस्ट इन अ फ्रेन्डली इम्पार्सियल कन्फिडेन्सियल म्यानर, फ्रेन्डली बिहेभ गर्छन्, इम्पार्सियल हुन्छन् र गोप्य राख्छन् कुराहरू उनीहरूको बिचको। त्यस्तै मेडिएसन इज अ प्रिफर्ड फर बिङ अफोर्डेबल, accessible and less formal and it encourages compliance and satisfaction with the settlement। अब यो लेस फर्मल हो, त्यति चाहिँ नै यो फर्मल होइन, यो लेस फर्मल हो अर्थात् इन्फर्मल नै हो। एडीआर को त सबै प्रकार इन्फर्मल नै हो, बट यो जुन आर्बिट्रेसन हामीले अघि पछि बुझ्नेछौँ त्यो भन्दा यो के हो लेस फर्मल हो र एक्सेसिबल बिङ एफोर्डेबल हो, आर्बिट्रेसन भन्दा कम खर्चिलो हुन्छ। त्यस्तै अब हामीले यहाँ हेरौँ मेडिएसन अर्थात् मेलमिलापसँग सम्बन्धित नेपालमा के कस्ता कानुनहरू छन्, के कस्ता कानुनी प्रावधानहरू छन् भन्ने कुरा यहाँ हामीले हेरौँ। सुरुमै रहेको छ यहाँ मेडिएसन एक्ट। अब यसको एक्ट नै छ मेलमिलापसँग सम्बन्धित ऐन 2068। यसमा के भनिएको छ भने एलाउज मेडिएसन इन प्राइभेट डिस्प्युट्स। अब मेडिएसन प्राइभेट डिस्प्युट्सहरूमा गर्न पाइयो भन्ने कुरा यहाँ निर्धारण गरिएको छ। त्यस्तै अब त्यस्ता विवादहरू मेडिएसन मार्फत समाधान गर्ने हो भने त्यो 35 दिनभित्र गरिसक्नुपर्छ भन्ने कुरा यहाँ उल्लेख छ यो मेडिएसन एक्ट 2011 मा। त्यस्तै अब मेडिएटर्स एक्ट इम्पार्सियली, अब यहाँ मेडिएटर्स इम्पार्सियली एक्ट गर्छ
बाइन्डिङ डिसिजनहरू गर्दैन, मात्र सहयोग गर्छ भन्ने कुरा उल्लेख छ। त्यस्तै एम्स फर स्पिडी सिम्पल एन्ड लो कस्ट जस्टिस। अब त्यही मुद्दाहरू नगरेर उजुरीहरू अदालतमा नदिएर यस्तै मेडिएसन मार्फत विवादहरू समाधान गर्ने हो भने त्यो के हुन्छ, कम खर्चिलो हुन्छ। मुद्दाहरू गर्नुपर्ने जुन आर्थिक त्यहाँ लगानी लाग्छ त्यो लाग्दैन भन्ने कुरा यहाँ बुझ्न सक्छौँ। त्यस्तै अब अर्को कन्स्टिट्युसन अफ नेपाल, नेपालको कन्स्टिट्युसन 2072 मै उल्लेख गरिएको छ, लोकल लेभल बडिज फर डिस्प्युट मेडिएसन कमिटिज लेड बाई भाइस चेयरपर्सन डेप्युटी मेयर। अब यहाँ नेपालको संविधानमै उल्लेख गरिएको छ जुन लोकल लेभल बडिजहरू हुन्छ त्यो स्थानीय सरकारमा जुन न्यायिक समिति गठन गरेर त्यो समाधान विभिन्न प्रकारको त्यो विवादहरूलाई समाधान गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसले पनि मेडिएसनलाई डिफाइन गरेको छ। डिफाइन गर्दा पनि कतिपय कुराहरूमा मेडिएसन अपनाउनुपर्छ भन्ने कुरा त्यहाँ छ। त्यस्तै अब कम्युनिटिज, त्यो जुन सङ्गठन न्यायिक समिति जुन गठन हुन्छ जसले विभिन्न विवादहरू समाधान गर्छन्, विभिन्न विवादहरूलाई निरूपण गर्ने कार्य गर्छ, त्यो के को अध्यक्षतामा गठन हुन्छ भने डेप्युटी मेयर। अब उपमेयर वा गाउँपालिकाहरू छ भने त्यहाँ उपाध्यक्षको अध्यक्षतामा त्यो न्यायिक समिति गठन हुन्छ अनि विवादहरू विभिन्न प्रकारको त्यहाँ पनि तोकिएको छ। विवादहरू कुन कुन विवाद यस्ता न्यायिक समितिहरूमा आउँछ र निरूपण हुन्छ भन्ने कुरा पनि त्यहाँ तोकेको छ। अब त्यस्तै अब लोकल गभर्नमेन्ट अपरेसन एक्ट 2017 स्थानीय सरकार सञ्चालन 2074 मै छ। यहाँ सेक्सन 46 to 49 मा के गरिएको छ, इस्टाब्लिस जुडिसियल कमिटिज, यही हो जुन मैले भने यहाँ न्यायिक समिति गठन हुन्छ अनि त्यही न्यायिक समितिले के गर्छ, विभिन्न प्रकारको विवादहरू निरूपण गर्ने कार्य गर्छ। अब त्यसमा के हुन्छ भने विभिन्न जग्गा जमिनहरूबारे, विभिन्न प्रकारको डाइभोर्सहरूबारे, डिफेमेसन केसहरूबारे त्यसमा मात्र के हुन्छ भने काम कारवाही हुन्छ, यस्ता मुद्दाहरूको काम कारवाही हुन्छ त्यो न्यायिक समितिबाट। अब यहाँ जुन डाइभोर्सहरू छ, ल्यान्ड छ वा डिफेमेसन जुन पनि केस न्यायिक समितिमा गयो भने त्यहाँ पहिला सुरुमा के हुन्छ भने त्यहाँ पक्षहरू जुन पक्षहरूबीच विवाद परेको अवस्था छ त्यो पक्षहरूबीच के सुरुमा गरिन्छ भने मेडिएसन गराउन प्रयास गरिन्छ। मेलमिलाप सक्दो त्यो विवाद मेलमिलापबाट चाहिँ निरूपण होस् भन्ने कुरा त्यहाँ मुख्य उद्देश्य रहेको हुन्छ। त्यस्तै अब डिफाइन्स प्रोसिजर्स फ्रम रेजिस्ट्रेसन टु इन्फोर्समेन्ट भइ नै हाल्यो। त्यस्तै अब मेडिएसन रुल्स 2013 मेलमिलाप सम्बन्धी नियमावली 2070 प्रोभाइड्स डिटेल प्रोसिजरल गाइडलाइन्स फर मेडिएसन अन्डर द 2011 यो जुन 2011 को मेडिएसन एक्ट छ त्यो सम्बन्धी सम्पूर्ण प्रोसिजरहरू कसरी अपनाएर त्यो मेडिएसन गरिने हो, कस्तो कस्तो विवादमा कस्तो कस्तो प्रक्रिया अपनाएर भने यहाँ उल्लेख गरिएको छ मेडिएसन रुल्स 2013 मा। त्यस्तै अब नेसनल सिभिल कोड 2017 मुलुकी देवानी संहिता 2074 को दफा 97 मा के भनेको छ भने मेडिएसन इन्करेज इन डाइभोर्स केसेस, डाइभोर्स केसेसहरुमा सक्दो मेलमिलाप गरिनु भनेर यहाँ उल्लेख गरिएको छ। अब त्यही भएर पनि के गरिन्छ भने यहाँ जुन पनि डाइभोर्ससँग सम्बन्धित केस जान्छ अदालतमा, सुरुमा अदालतले के भन्छ भने सक्दो यो मुद्दालाई त्यो 1 वर्षसम्म वा बढीसम्म लामो गरेर कारबाही होस्, किनभने बीचमा पनि उनीहरुको सहमति हुन सक्छ सँगै बस्ने फेरि भन्ने कुराहरू। त्यही भएर पनि डाइभोर्स केसेसहरु जति आयो भने त्यसलाई बढी लामो समयसम्म कारबाही गरिन्छ र सक्दो सुरुमा मेलमिलाप गराउन प्रयास गरिन्छ अदालतबाट नभनौं अदालतले निर्देशन दिन्छ कि पहिला सुरुमा मेलमिलाप गर्ने प्रयास होस् भनेर। अब यसको सेक्सन 507 मा पनि भनेको छ एलोज मेडिएसन इन कन्ट्र्याक्ट डिस्प्युट्सहरुमा करारको कुराहरुमा पनि मेडिएसन सुरुमा होस् भन्ने कुरा यहाँ उल्लेख छ। त्यस्तै अब नेशनल सिभिल प्रोसिजर कोड मुलुकी देवानी कार्यविधि संहिता 2074 अब त्यसकै कार्यविधि संहितामा को दफा 194 ले के भन्छ मेडिएशंस परमिट्स मेडिएशन इन सबजुडाइज केसेस अर्को एक्सक्लुड सर्टेन पब्लिक इंट्रेस्ट केसेस अनलेस बेनिफिशियल। त्यस्तै अब नेशनल क्रिमिनल प्रोसिजर कोड 27 मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 117 ले के भन्छ भने एलोज
compromise in certain criminal cases schedule 3 and 4 with mutual consent। अब जुन मुलुकी फौज अपराध संहिताको जुन स्केड्युल अनुसूचित 3-4 मा उल्लेख गरिएको जुन क्रिमिनल केसेसहरु छ त्यसमा के हुन सक्छ भने यहाँ भनेको छ मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 117 मा भनेको छ त्यस्ता कुराहरुमा म्युचुअल कन्सेन्ट गरेर कम्प्रोमाइज गर्न मिल्यो त्यस्ता कुराहरुमा भनेर। अब यो डाइरेक्ट यसलाई मेडिएसन भन्न मिल्दैन तर एउटा प्रकारको के भन्न सकिन्छ कम्प्रोमाइज गरेर अघि बढेको र मुद्दाको त्यो निरूपण भएको अवस्था छ भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै अब विभिन्न प्रकारका अरु ऐनहरु पनि छन्, अरु क्षेत्रका ऐनहरु छन् जसमा मेडिएसन अर्थात मेलमिलापसँग सम्बन्धित केही प्रावधानहरु छन्, त्यो बारे चर्चा गरौँ। सुरुमा रहेको छ पब्लिक प्रोक्योरमेन्ट एक्ट 2007। यसको सेक्सन 58 मा के भनेको छ भने डिस्प्युट टु बी रिजल्भ थ्रु म्युचुअल कन्सेन्ट अर एग्रीमेन्ट, अर्थात डिस्प्युट्सहरु सुरुमा चाहिँ नै म्युचुअल कन्सेन्ट वा एग्रीमेन्ट मार्फत त्यसको समाधान होस् भन्ने कुराको जोड दिएको यहाँ हामीले हेर्न सक्छौं। त्यस्तै इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट एक्ट 2006 यसको सेक्सन 43 मा के भनेको छ भने डिस्प्युट्स रिसल्भ थ्रु म्युचुअल अन्डरस्ट्यान्डिङ अर एग्रीमेन्ट है त। त्यस्तै अब रिकभरी अफ डेब्ट्स एक्ट 2002 मा को सेक्सन 20 हेर्नु हो भने के भनेको छ भने कम्प्रोमाइज पोसिबल एट एनी केस स्टेज इफ बोथ पार्टीज एग्री। कम्प्रोमाइज मुद्दाको कुनै पनि स्टेजमा हामीले गर्न सक्छौं इफ बोथ पार्टीज एग्री, दुवै पार्टीले सहमति देखायो भने त्यो कम्प्रोमाइज मार्फत समाधान हुन सक्छ जस्तो सुकै विवाद पनि। त्यस्तै नेपाल पेट्रोलियम एक्ट 1983 को सेक्सन 20 हेर्ने हो भने त्यहाँ पनि के भनेको छ भने डिस्प्युट्स रिसल्भ थ्रु म्युचुअल कन्सेन्ट अदरवाइज आर्बिट्रेसन अप्लाइज। मध्यस्थता मेलमिलाप मार्फत चाहिँ नै सुरुमा डिस्प्युट्सहरु यस्ता नेपाल पेट्रोलियम। अब यसमा पनि विभिन्न यो नेपाल पेट्रोलियमसँग सम्बन्धित नै विषयहरु होला, विवादहरु होला। त्यस्तो विवादहरुमा के भनेको छ भने डिस्प्युट्स रिसल्भ थ्रु म्युचुअल कन्सेन्ट अदरवाइज आर्बिट्रेसनहरु मार्फत गर्नु हो भन्ने कुरा यहाँ बुझ्न सक्छौं। त्यस्तै अब प्राइभेटाइजेसन एक्ट 1994 को सेक्सन 13 हेर्ने हो भने डिस्प्युट्स टु बी रिजल्भ बाइ कन्सेन्सस अर आर्बिट्रेसन। यसमा पनि के म्युचुअल कन्सेन्टहरु र मध्यस्थताहरु मेलमिलापहरुलाई चाहिँ जोड दिएको अवस्था छ। त्यस्तै लेबर एक्ट 2017 इन्करेजेस मेडिएसन नेगोसिएसन बिफोर रिजर्टिङ टु लिगल एक्सन। कुनै पनि विवादमा त्यो लिगल एक्सन लिनु भन्दा पहिला हामीले म्युचुअल कन्सेन्ट वार्ता गरेर मेलमिलाप गरेर त्यो विवादको समाधान सुरुमा हामीले गर्नुपर्ने हो भन्ने कुराको यहाँ जोड दिएको अवस्था छ। त्यस्तै फरेन इन्भेस्टमेन्ट एन्ड टेक्नोलोजी ट्रान्सफर एक्ट 2019 को सेक्सन 40 को सबसेक्सन 1 ले के भन्छ भने डिस्प्युट्स बिट्विन नेपाली एन्ड फरेन इन्भेस्टर्स रिजल्भ थ्रु डिस्कसन नेगोसिएसन विथ फ्यासिलिटेसन बाइ डिपार्टमेन्ट। अब डिपार्टमेन्टले फ्यासिलिट गरिदिनु पर्यो इफ कुनै पनि नेपाली र फरेनर्स इन्भेस्टरहरु बीच कुनै पनि विवादहरु उत्पन्न भएको मतभेद भएको अवस्था छ भने है त। त्यस्तै अब एडीआर को प्रकार अन्तर्गतको आर्बिट्रेसन बारे हामीले यहाँ चर्चा गरौँ। अब आर्बिट्रेसन अर्थात मध्यस्थता एडीआर को सबभन्दा महत्त्वपूर्ण हामीले बुझ्न सक्छौं। यसलाई हुन त सब महत्त्वपूर्ण नै छन् तर आर्बिट्रेसनलाई चाहिँ नै लिगली यो बाइन्डिङ भएको कारणले गर्दा यसलाई अलि हामीले बढी जोड दिएर बुझ्नुपर्छ। त्यस्तै अब आर्बिट्रेसन भनेको के हो भने आर्बिट्रेसन इज अ मेथड अफ अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन वेयर डिस्प्युट्स आर सेटल आउटसाइड बाइ द कोर्ट। यो पनि आउटसाइड बाइ द कोर्ट हो, यो पनि इन्फर्मल नै हो, कोर्टको बाहिर नै यसको चाहिँ नै कार्यविधि अपनाएर कुनै पनि विवाद र मतभेदहरुको चाहिँ समाधान हुने हो। तर कोर्ट बाइ अ न्यूट्रल थर्ड पार्टी, यसमा पनि न्यूट्रल थर्ड पार्टी हुन्छ। कुनै पनि दुईटा पक्षबीच कुनै पनि प्रकारको मतभेद विवाद भएको अवस्था छ भने उनीहरुले के गर्छन् यसमा भने आफैले न्यूट्रली एउटा आर्बिट्रेटर चुज गर्छन् अनि त्यो डिस्प्युटको चाहिँ के हुन्छ समाधान गर्छन्। अब यसमा के गर्छ भने डिस्प्युटिङ पार्टीज भोलन्टरी अपॉइंट द आर्बिट्रेटर एग्री अन द प्रोसिजर and the decision made by arbitrator known as an award is final and legally binding। अब अघि नै भनेमा कुनै पनि दुई वा दुई भन्दा बढी पक्षहरु बीच कुनै पनि प्रकारको मतभेद हुँदैछ वा विवाद भएको अवस्था छ भने त्यस्तो अवस्थामा के गर्छन् भने एउटा आर्बिट्रेटर न्यूट्रली चुज गर्छन् दुवै पक्षले।
शङ्कित पक्षले र त्यो आर्बिट्रेटरले चाहिँ के गर्छन् यसमा डिसिजन गर्छन्। अघि हामीले जुन मेडिएसन बुझ्यौँ त्यसमा मेडिएटरले डिसिजन गर्दैन, सहयोग मात्रै गर्छ र यसमा तर के हुन्छ भने आर्बिट्रेटर जुन चुज हुन्छ त्यसले निर्णय दिन्छ र त्यो निर्णयलाई के गर्छ भने अवार्ड भनिन्छ। जुन आर्बिट्रेटरले निर्णय दिन्छ त्यसलाई के भनिन्छ अवार्ड भनिन्छ। अब यो यसको हिस्टोरिकल कुराहरू पनि छ, त्यो हामीले पछि बुझ्नेछौँ। तर जुन निर्णय आर्बिट्रेटरले दिन्छ त्यसलाई के भनिन्छ अवार्ड भनिन्छ। र यो के हुन्छ जुन डिसिजन आर्बिट्रेटरले दिन्छ भने त्यो फाइनल हुन्छ र लिगली बाइन्डिङ हुन्छ त्यो है त। इन्फर्मल भए पनि यो इन्फर्मल मेथड भए पनि आर्बिट्रेसन त्यसको चाहिँ डिसिजन के हुन्छ लिगली बाइन्डिङ हुन्छ भन्ने कुरा हामीले यहाँ बुझ्न जरुरी छ। त्यस्तै अब आर्बिट्रेसन प्रोभाइड्स अ जुडिसियल लाइक प्रोसेस विदाउट फर्मल कोर्ट प्रोसिजर्स अफरिङ अ फास्टर फेयर एन्ड मोर कस्ट इफेक्टिभ सल्युसन। अब आर्बिट्रेसन पनि एउटा अब लिटिगेसनमा जानुभन्दा कम कस्ट लाग्ने एउटा माध्यम हो जसले गर्दा विवाद समाधान हुन्छ भन्ने कुरा बुझ्नुपर्छ र फेयर पनि हो फास्टर पनि हो। त्यो लिटिगेसनमा जानुभन्दा राम्रो हो र फेयर हो फास्टर हो भन्ने कुरा यहाँ बुझ्न सकौँ। त्यस्तै इट इज एस्पेसली फेभर्ड इन नेसनल एन्ड इन्टरनेसनल कमर्सियल डिस्प्युट्स। एस्पेसली फेभर्ड जुन राष्ट्रिय अन्तर्राष्ट्रिय कमर्सियल डिस्प्युट्सहरू हुन्छ त्यसमा विशेष गरेर काम हुन्छ यसको। त्यस्तै इट इज इम्पार्सियली एक्सपर्टाइज बेस्ड डिसिजन्स एन्ड कन्फिडेन्सियालिटी। यसमा एक्सपर्टाइज जुन आर्बिट्रेटर हुन्छ एक्सपर्टिज हुन्छ यसको विभिन्न त्यो उहाँहरूलाई विभिन्न प्रकारको ट्रेनिङ दिएको हुन्छ र क्राइटेरियाहरू पुरा गरेर अनि मात्र उहाँहरू के भएको हुन्छ आर्बिट्रेटर हुनुभएको अवस्था हुन्छ। त्यही भएर यहाँ भनेको छ एक्सपर्टाइज बेस्ड डिसिजन, अनि मात्र कुनै पनि विवादमा उहाँहरूले निर्णय दिन सक्छन्। अनि कन्फिडेन्सियालिटी यसमा पनि हुन्छ। त्यस्तै अब ब्ल्याक्स ल डिक्सनरीले पनि डिफाइन गरेको छ आर्बिट्रेसनलाई द्याट कि आर्बिट्रेसन इज अ प्रोसेस अफ डिस्प्युट रिजोल्युसन इन विच अ न्युट्रल थर्ड पार्टी एज एन अपर्च्युनिटी टु बी हर्ड। न्युट्रल थर्ड पार्टीले के गर्छन् सुन्छन् अनि निर्णय गर्छन्। त्यस्तै वेयर आर्बिट्रेसन इज भलन्टरी द डिस्प्युटिङ पार्टी सेलेक्ट द आर्बिट्रेसन द्याट हैज पावर टु रेन्डर अ बाइन्डिङ डिसिजन। त्यस्तै विवाद र शङ्कित पक्षहरूले चुज गर्छन् र त्यो चुज गरेको आर्बिट्रेटरले डिसिजन गर्छ, त्यो बाइन्डिङ हुन्छ है त। त्यस्तै अब आर्बिट्रेसन अर्थात् मध्यस्थताबारे केही कानुनी प्रावधानहरू पनि छन्। अब त्यो कानुनी प्रावधानहरू के कस्ता छन् भन्ने विषयमा हामीले चर्चा गरौँ। अब यसको एक्ट नै छ, ऐन नै छ, आर्बिट्रेसन एक्ट 1999 मा बनेको मध्यस्थता ऐन 2055। अब यो के को बेसिसमा बनेको थियो भने सुरुमा जुन आर्बिट्रेसनको चाहिँ कन्सेप्ट ल्यायो यो अन्तर्राष्ट्रिय कानुनले यसको कन्सेप्ट ल्याएको थियो। युएन साइट्रल मोडल ल भन्ने यसले चाहिँ आर्बिट्रेसनको कन्सेप्ट ल्यायो जुन इन्टरनेसनल कमर्सियल आर्बिट्रेसन एक्ट बनेको थियो 1985 मा, त्योबाट आयो। अब यो एक्टले चाहिँ आर्बिट्रेसनलाई चाहिँ डिफाइन गर्दैन डाइरेक्टली, तर त्यसमा के भनेको छ भने इट डिफाइन्स एन आर्बिट्रेसन एग्रिमेन्ट एज अ रिटन एग्रिमेन्ट टु सेटल एक्जिस्टिङ अर फ्युचर डिस्प्युट थ्रु आर्बिट्रेसन भनेको छ। अब यसले चाहिँ यो एक्टले के कभर गर्छ भने के कुराहरू कभर गर्छ भने डोमेस्टिक एन्ड इन्टरनेसनल आर्बिट्रेसन इन्फोर्समेन्ट अफ फरेन आर्बिट्रल अवार्ड्स रुल्स एन्ड प्रोसिजर्स। अब अवार्ड्स भनेको यहाँ हामीले बुझ्नुपर्छ कुनै पनि विवादको निरूपण आर्बिट्रेसनबाट हुँदैछ भने त्यहाँ कुनै पनि डिसिजन भएको छ भने त्यसलाई आर्बिट्रेसनमा के भनिन्छ भने आर्बिट्रेसनमा अवार्ड भनिन्छ। कुनै पनि डिसिजनलाई आर्बिट्रेसनमा अवार्ड भनिन्छ। अब यसको हिस्ट्री हामी अघि नै भन्यौँ, पछि हामीले चर्चा गर्नेछौँ। त्यस्तै प्रोसिजर्स गभर्निङ द आर्बिट्रेसन प्रोसेस इन नेपाल। अब की फिचर्स बुझ्ने हो भने आर्बिट्रेसन मध्यस्थताको की फिचर्स अर्थात् यसका मुख्य विशेषताहरू के कस्ता छन् भने आउट अफ द कोर्ट डिस्प्युट रिजोल्युसन, सबै एडिआरको सबै जुन प्रकारहरू छन् त्यसको प्रक्रियामा चाहिँ के हुन्छ भने अदालतमा नगएर अदालतको बाहिर यसको चाहिँ के हुन्छ कुनै पनि विवादको निरूपण हुन्छ एडिआरमा र यसमा पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै अब भलन्टरी एग्रिमेन्ट बिट्विन पार्टिज, कुनै पनि पार्टीको दुवै शङ्कित पक्षहरूको स्वेच्छाचारी चाहिँ स्वेच्छाले चाहिँ त्यो एग्रिमेन्ट भएको अवस्था हुनुपर्छ त्यहाँ। त्यस्तै अब आर्बिट्रेटर्स अपॉइन्टेड बाइ द पार्टिज। अब आर्बिट्रेसनमा के हुनु पर्यो भने आर्बिट्रेटर जुन मध्यस्थता गर्ने व्यक्ति हुन्छ, गराउने व्यक्ति हुन्छ, त्यो चाहिँ पक्षहरू मार्फत
चुज गरिएको अवस्था हुनुपर्छ त्यहाँ, र बाइन्डिङ एन्ड इन्फोर्सेबल डिसिजन अवार्ड भनिन्छ। अब आर्बिट्रेटरले गरेको डिसिजन आर्बिट्रेसनमा त्यो इन्फोर्सेबल हुन्छ, बाइन्डिङ हुन्छ लिगली भन्ने कुरा बुझ्नुपर्छ, र डिसिजन भनेको यसमा अवार्ड बनिन्छ आर्बिट्रेसनमा। त्यस्तै अब लिमिटेड कोर्ट इन्टरभेन्सन, कोर्टको इन्टरभेन्सन लिमिटेड हुन्छ आर्बिट्रेसनमा। र पपुलर इन कमर्सियल डिस्प्युट्स फर बिङ फास्टर एन्ड एक्सपर्ट ड्रिभन, यहाँ पनि एउटा पोइन्ट थियो हामीले बुझ्नुपर्ने। इभन इफ द आर्बिट्रेसन मेक्स एन एरर, कोर्ट्स जेनरली डु नट ओभरराइड द डिसिजन। अब आर्बिट्रेटरले गरेको त्यो आर्बिट्रेसनमा डिसिजन केही कुराहरू त्रुटिपूर्ण छ भने पनि कोर्टले चाहिँ त्यसलाई ओभरराइड गर्दैन, एक्सेप्ट अन्डर लिमिटेड सर्कमस्टेन्सेस, केही अवस्थाहरूलाई मात्र त्यो छोडेर। अब आर्बिट्रेसन इज रिकगनाइज फर इट्स एफिसियन्सी, न्युट्रलिटी एन्ड फ्लेक्सिबिलिटी भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै अब यहाँ विशेष गरेर चाहिँ कमर्सियल केसहरूमा, डिस्प्युटहरूमा यो आर्बिट्रेसन अप्नाइन्छ फास्टर त्यो डिसिजनको लागि, फास्टर कार्यान्वयनको लागि र विवाद निरूपणको लागि। अब यहाँ आर्बिट्रेसनसँग सम्बन्धित एउटा नजिर छ, ओम विक्रम राणा विरुद्ध नेपाल गभर्मेन्ट, एनकेबी 2074, डिसिजन नम्बर 9898। यसमा के भनिएको छ भने if the agreement between the parties has explicitly mentioned that the dispute shall be settled through arbitration, then it should be settled through arbitration भनेर यो मुद्दामा उल्लेख गरिएको छ। त्यस्तै अब हामीले चर्चा गर्नुपर्ने वैकल्पिक विवाद समाधान अर्थात् एडीआरको प्रकार अन्तर्गत हामीले चर्चा गर्नुपर्ने अन्तिम त्यसको प्रकार भनेको कन्सिलिएसन हो। अब यो कन्सिलिएसन पनि त्यही मेडिएसन र आर्बिट्रेसन जस्तै छ। यसमा पनि के हुन्छ भने कुनै पनि दुई वा दुईभन्दा बढी पक्षहरू बीच के भएको छ, कुनै पनि प्रकारको मतभेद भएको अवस्था छ वा कुनै पनि प्रकारको झैझगडा भएको अवस्था छ भने यसमा पनि के गरिन्छ भने एउटा कन्सिलेटर चुज गरिन्छ, पार्टीहरूद्वारा सङ्कित पक्षहरूद्वारा नै एउटा कन्सिलेटर चुज गरिन्छ। जस्तै मेडिएसनमा मेडिएटर चुज गरिन्छ, आर्बिट्रेसनमा आर्बिट्रेटर चुज गरिन्छ भने यसमा पनि एउटा कन्सिलेटर चुज गरिन्छ, जसले के गर्छ भने त्यो सङ्कित पक्षहरू वा विवादित पक्षहरू बिचको जुन स्ट्रेन्थहरू छ, विकनेसहरू छ, बोथ त्यो दुवै पक्षहरू बिचको स्ट्रेन्थ र विकनेसहरूलाई पोइन्ट आउट गर्छ कन्सिलेटरले, अनि के गर्छ भने इन्करेज गर्छ, प्रोत्साहन गर्छ कुनै डिसिजनमा पुग्नको लागि, र प्रेसराइज पनि गर्छ उनीहरूलाई विवाद समाधान गर्नको लागि आफैले डिसिजन गरेर। बट यसमा पनि के हुन्छ भने कन्सिलेटरले चाहिँ डिसिजन गर्न मिल्दैन। यसमा पनि के हुन्छ भने कन्सिलेटरले डिसिजन गर्न सक्दैन वा फर्मल रेकमेन्डेसन यसले चाहिँ कन्सिलेटरले दिन सक्दैन। यसले मात्र के गर्न सक्छ भने दुवै पक्षहरूलाई उनीहरूको स्ट्रेन्थ र विकनेसहरूलाई पत्ता लगाएर कुन डिसिजन कसरी चाहिँ विवाद समाधान गर्ने हो भन्ने कुरामा इन्करेज मात्र गर्न सक्छ कन्सिलेटरले। अब मेडिएसनमा पनि के थियो भने त्यहाँ पनि डिसिजन गर्दैन मेडिएटरले। आर्बिट्रेसनमा के थियो भने आर्बिट्रेटरले चाहिँ डिसिजन गर्न मिल्छ, त्यो बाइन्डिङ पनि हुन्छ लिगली। तर यसमा पनि के छ भने मेडिएसन जस्तै यसमा पनि मेडिएसन जस्तै डिसिजन गर्न मिल्दैन कन्सिलेटरले भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै अब यसको इन्टरनेसनल प्र्याक्टिस हेर्ने हो भने अब अघिकै यो अन्तर्राष्ट्रिय कानुन छ युएन साइट्रल, जसमा पहिलोपल्ट टर्म युज गरियो कन्सिलिएसन यसको गाइडलाइनमा, र युएनले पनि एक्सेप्ट गरेको छ यो मेडिएसन र कन्सिलिएसन जस्ता एडीआरको प्रक्रियाहरूलाई। किनभने अभियसली यसले के गर्छ भने कुनै पनि विवादलाई चाहिँ पिसफुली तरिकाले समाधान गर्छ भन्ने कुरा बुझ्नुपर्छ। यसको इन्टरनेसनल प्र्याक्टिस अब आइसिसी इन्टरनेसनल च्याम्बर अफ कमर्समा पहिला के थियो भने कन्सिलिएसन रुल्स 1998 थियो, तर त्यसलाई कन्भर्ट गर्यो, रिप्लेस गर्यो एडीआर रुल्स भनेर, र त्यसमा मेडिएसनलाई चाहिँ बढी प्राथमिकता दियो। अब लन्डनको पनि लन्डनमा पनि प्र्याक्टिस छ एलसिआइए को लन्डन कोर्ट अफ इन्टरनेसनल आर्बिट्रेसन भनेर, र त्यसले पनि प्रिफर्स मेडिएसन प्रिफर गर्छ। इन्डियामा पनि आर्बिट्रेसन र कन्सिलिएसन जस्ता प्रक्रियाहरूलाई चाहिँ के गरिन्छ अपनाइन्छ र विवाद समाधान गरिन्छ यहाँ छ। र विथ कोर्ट्स अफ्टेन अर्डरिङ मेडिएसन, कोर्ट्सहरूले पनि प्रोत्साहन गर्छ यस्तो प्रक्रियालाई अपनाएर विवाद समाधानको लागि, बिकज अभियसली कोर्टको पनि यसमा समय बच्छ, दुवै पक्षहरूको आर्थिक लगानी र समयको पनि बचत हुन्छ र विन विन सिचुएसन हुन्छ। बिकज दुवै पक्षले आफैले डिसिजन गरेको छ भने कुनै विषयमा विवादमा भने अभियसली त्यो विन विन सिचुएसन हुन्छ, दुवैको लागि लाभदायी हुन्छ। अब नेपालको पनि प्र्याक्टिस, नेपालमा पनि प्र्याक्टिस छ यो आर्बिट्रेसन कन्सिलिएसन मेडिएसन र नेगोसिएसनको। अघि हामीले जुन ऐनहरू चर्चा गऱ्यौँ बुझ्यौँ त्यो ऐनहरूलाई नै उदाहरणको रूपमा लिन सकिन्छ। अब हामीले यो जुन एडीआरको चारवटा हामीले प्रकार चर्चा गऱ्यौँ त्यो बारे हामीले
एकदम संक्षिप्त रूपमा कुन के हो, कसको काम के हो भन्ने कुरा बुझौँ। हुन त सबको काम के हो भने पहिला हामीले बुझ्नुपर्छ सबको काम विवाद समाधान गर्ने हो। जुन के हुन्छ विवाद समाधान, जुन एउटा इन्फर्मल तरिकाबाट हुन्छ, कोर्टको बाहिरबाट हुन्छ, यो चारवटैको चाहिँ प्रक्रिया है त। अब के डिफरेन्स हुन्छ, नेगोसिएसन भनेको थर्ड पार्टी यसमा इन्भल्भमेन्ट हुँदैन, कुनै पनि नेगोसिएटर आउँदैन। यसमा के हुन्छ, दुवै जुन शङ्कित पक्षहरू विवादित पक्षहरू छन् उनीहरूले आफै वार्ता गर्छन्, कुरा गर्छन् र विवाद समाधान गर्छन् भोलुन्टरी भन्ने हामीले नेगोसिएसन भयो यो। अब यसमा कुनै पनि प्रकारको डिसिजन बाइन्डिङ लिगली हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। र मेडिएसनमा के हुन्छ भने शङ्कित पक्षहरूले के गर्छन्, एउटा मेडिएटर चुज गरिन्छ। यसमा मेडिएटर चुज गरिन्छ, तर यसमा के हुन्छ भने मेडिएटरले त्यो पक्षहरूलाई विवादित पक्षहरूलाई के गर्छ, सहयोग मात्रै गर्छ एउटा डिसिजनमा पुग्नको लागि भनेर कुरा बुझ्नुपर्छ। र आर्बिट्रेसन, अब आर्बिट्रेसनमा के हुन्छ, न्युट्रली थर्ड पार्टी चुज गरिन्छ, आर्बिट्रेटर चुज गरिन्छ। अब आर्बिट्रेटरले यसमा डिसिजन गर्न सक्छ। विवादित जुन पक्षहरू छन् उनीहरू बीच के कस्तो समस्या छ त्यो सम्झेर विश्लेषण गरेर आर्बिट्रेटरले यसमा डिसिजन गर्न सक्छ, जुन के हुन्छ लिगल्ली बाइन्डिङ पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ है त। अब त्यस्तै अब कन्सिलिएसन छ। कन्सिलिएसनमा के हुन्छ भने पक्षहरूद्वारा कन्सिलिएटर चुज गरिन्छ र त्यसमा पनि के हुन्छ भने त्यो कन्सिलिएटरले बोथ पार्टिजको पक्षहरूको विवादित पक्षहरू भनौँ उनीहरूको के गर्छन्, विभिन्न प्रकारको विकनेसहरू स्ट्रेन्थहरू उनीहरूको पोइन्ट आउट गर्छन् र कस्तो डिसिजन गर्दा राम्रो हुन्छ भन्ने कुरा उनीहरूलाई मात्र सल्लाह दिन्छ। तसर्थ यसमा पनि कन्सिलिएटरले के गर्दैन भने डिसिजन गर्न मिल्दैन, मात्र सहयोग गर्न सक्छन्। सो नेगोसिएसनमा के हुन्छ, दुवै पार्टीले आफै के गर्छ, विवादित पार्टीले आफै डिस्कसन गर्छ र निर्णयमा पुग्छ। मेडिएसनमा के हुन्छ, थर्ड पार्टीलाई बोलाइन्छ, मेडिएटरलाई बोलाइन्छ सहयोगका लागि मात्र उसले के गर्छ, सहयोग गर्छ एउटा निर्णयमा पुग्नको लागि र निर्णय आफै गर्छन्, पार्टीहरूले नै गर्छन् विवादित पार्टीहरूले। तर आर्बिट्रेसनमा के हुन्छ, आर्बिट्रेसनमा एउटा आर्बिट्रेटर चुज गरिन्छ र त्यो आर्बिट्रेटरले उनीहरूको कुराहरूलाई विवादहरूलाई बुझेर डिसिजन दिन्छ जुन लिगली बाइन्डिङ हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। र कन्सिलिएसनमा पनि मेडिएसन जस्तै कन्सिलिएटर चुज गरिन्छ जसले विभिन्न त्यो उनीहरूको विकनेस र स्ट्रेन्थहरूलाई पोइन्ट आउट गर्छ र उनीहरूले विवादित पक्षहरूले यसमा पनि आफैले डिसिजन गर्छ भन्ने कुरा हामीले संक्षिप्त रूपमा बुझ्यौँ। त्यस्तै अब एडिआर अर्थात् अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन, वैकल्पिक विवाद समाधानले गर्दा के कस्तो हामीलाई महत्त्व पुग्न जान्छ भन्ने कुराको हामीले चर्चा गरौँ। एक, टाइम सेभिङ। एडिआरले गर्दा यो इन्फर्मल हो, कोर्टको बाहिर चाहिँ समाधान गरिन्छ भने त्यसले के हुन्छ भने टाइम सेभिङ हुन्छ, पक्षहरूको पनि टाइम सेभ हुन्छ, अदालतको पनि टाइम सेभ हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै अर्को कस्ट इफेक्टिभ, जुन हामीले मुद्दा गर्न जाँदा हामीले तिर्नुपर्ने त्यहाँ रकमहरू हुन्छ त्यसबाट हामीले बचाउ हुन्छ, त्यही भएर कस्ट इफेक्टिभ पनि छ, हाम्रो कस्ट पनि बच्छ। त्यस्तै फ्लेक्सिबल एन्ड इन्फर्मल, यो इन्फर्मल हो फ्लेक्सिबल हो, यसको डिसिजनहरू त्यति बाइन्डिङ हुँदैन त्यो भन्ने कुरा बुझ्नुपर्छ। सो कन्फिडेन्सियालिटी, अभियसली कन्फिडेन्सियालिटी पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तै प्रिजर्भ्स रिलेसनसिपलाई यसले प्रिजर्भ गर्छ। अब इफ लिटिगेसनमा गयो भने त्यहाँ के कुरा हुन्छ, हार जितको कुरा हुन्छ। हार जित भयो भने एउटा पार्टीले हार्छ, अर्को पार्टीले अर्को पक्षले के हुन्छ भने त्यहाँ हार हुन्छ र अर्को के हुन्छ भने जित हुन्छ। त त्यहाँ के हुन्छ, सम्बन्ध खराब हुन सक्छ। तर यहाँ के छ, एडिआरमा दुवै पार्टीले आर्बिट्रेटर राखेर वा मेडिएटर राखेर मेडिएसनमा वा कन्सिलिएटर राखेर वा नेगोसिएसनमा आफैले वार्ता गरेर के गर्छन् भने आफैले एउटा डिसिजनमा पुग्छन्, जसले गर्दा के हुन्छ, विन विन सिचुएसन हुन्छ। त्यसले गर्दा के हुन्छ, यहाँ रिलेसनसिप उनीहरूको खराब हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। आजको लागि चाहिँ नि यति नै। इफ तपाईहरुसँग कुनै पनि प्रकारको बीएलएलबी कोर्स अन्तर्गत को क्वेशन छ भने तपाईहरु कमेन्ट मार्फत चाहिँ नि सोध्न सक्नुहुन्छ र कुनै पनि विषयको चाहिँ नि नोट चाहिएको छ भने त्यसको पनि टपिक कमेन्टमा राख्नु होला। म प्रयास गर्नेछु तपाईहरुलाई यस्तै पीपीटी मार्फत चाहिँ नि नोट्स चाहिँ नि प्रदान गर्ने। हस्त धन्यवाद, नमस्कार।